आज मसँग मेरो श्रीमान छैन, मलाई कसैले पनि राम्रो नजरले हेर्दैन। मलाई नराम्रो नजरले हेर्नुहुन्छ सबैले, राम्रो नजरले। म राम्रो छु दाइ, म राम्रो छु, म एकदम राम्रो छु। म कसैसँग लपनचप पनि यताउति केही पनि छैन, थाहा छ सबैलाई। तर पनि यो एउटा बुढा छोडेर बसेको मान्छे है, यो घरबार बिगारेर बसेको मान्छे कहाँ राम्रो हुन्छ? यो चाहिँ मैले भोगेको कुरा हो। श्रीमान हुँदाखेरि चाहिँ त्यस्तो थिएन। फेरि श्रीमान हुँदाखेरि हेर्ने नजरै छुट्टै हुन्थ्यो। यो उता विवाहित हो है, उता घर गरेर खाएको मान्छे हो, उता एउटा बुहारी मान्छे हो। आफै बुझ्नु न, श्रीमान हुँदा र श्रीमान नहुँदामा कति धेरै फरक हुन्छ, धेरै फरक हुन्छ। म त सम्झी कति रुन्थेँ एक्लै। म त डिप्रेसन पनि गएँ। म त आफ्नो काम गर्थेँ दाइ, अनि काम गर्ने ठाउँमा काम गर्ने, सुत्न गयो। अब राति भयो, म सुत्नै सक्थेन, रातभरि नसुतिकन म त सम्झिने कि एकचोटि मेरो श्रीमान आइदिएको भयो नि कस्तो हुन्थ्यो होला। ठिक छ, म त सपनामा पनि त्यही देखेर होला दाइ। ठिक छ, जे हुने भयो, अब हामी मिलाउँ न त, छोरी पनि छ भनेको देख्थेँ सपनामा पनि।